लाइटर छ? छैन नि ब्रो। तपाईँ त यहाँ नयाँ जस्तो देखिनुहुन्छ त। मेरो ससुराली हो यता। ए हाम्रो पाहुना पो पर्नु भएछ त। यो साँच्ची अगाडि एक्लै बोल्ने पागल चाहिँ को हो? पागल होइन, मेरो साथी हो। पहिलादेखि यस्तै हो? होइन, हर कुराको एउटा कहानी हुन्छ। कुनै कहानीले कोहीलाई वरिष्ठ बनाउँछ, कोहीलाई पागल। म नि फुर्सदमै थिएँ, सुन्न मिल्छ भने सुनौँ कहानी। 1 वर्ष अगाडि धनको लागि मनलाई मारेर हामी दुवैजना घरदेखि टाढा गयौँ, सब थोक छोडेर। ओ भाइ हातमा होइन काममा ध्यान दिउँ। भन्दा पनि ब्याजमा ध्यान दिउँ। ब्याज डाँडा काटिसक्यो। 3 महिनामा फिर्ता गर्छु भनेको होइन, 4 महिना भइसक्यो। कहिले फिर्ता गर्ने हो पैसा? कति टाढा जान्छौ? जति टाढा गए पनि मेरो मन सधैँ तिमीसँग हुनेछ। मलाई पर्खिन्छौ नि? म तिमीलाई पर्खिने छु, जति वर्ष भए पनि। यदि तिमी आउँदासम्म ढिलो भयो भने? यदि त्यस्तो भयो भने म त्यही चौतारीमा तिमीलाई हरेक साँझ पर्खिरहनेछु। तिमी साँच्चै फर्किन्छौ नि? फर्किन्छु। म एकचोटि गरेको बाचा तोड्ने मान्छे होइन। अनि त्यसपछि? अनि हाम्रो गाउँ फर्किने दिन नि आयो। अब चाहिँ तिमी फर्कला? छिटो फर्किन्छौ नि? सबैजना छिटो फर्किन्छु भन्छ, तर धेरैजना फर्किँदैनन्। म फर्किन्छु। तिमीलाई सुहाउने रातो साडी लिएर फर्किन्छु। आमा, हाँगमा फुलहरू मुस्काउँछन्, पुतलीले गीत गाउँछन्। प्रिय, मलाई माफ गर है, मैले तिमीलाई दिएको प्रतीक्षा गर्ने बाचा निभाउन सकिनँ। मनले धेरै कुरेर बस्न खोज्यो, तर परिस्थितिले मलाई तिमीभन्दा टाढा लगिदियो। तिमी फर्किँदा म यहाँ नहुन सक्छु। तिमीले भने चाहिँ राम्रो मान्छे बनेर बस्नु अनि मलाई बिर्सनु। तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु भेटिरहनु। अनि त्यसपछि उनीहरूको फेरि कहिले भेट भयो? सुन्नु न, जम्मै ढिला भयो। तपाईँको वाइफलाई सोध्नु न, तपाईँको वाइफको साथी हुनसक्छ सायद। म फर्किन्छु। तिमीलाई सुहाउने रातो साडी लिएर फर्किन्छु। म त्यही चौतारीमा तिमीलाई हरेक साँझ पर्खिरहनेछु। ओइ के भयो? चुप।